नमस्ते साथीहरू, आज फेरि दिवालीको टाइममा तपाईहरुको बेलुका अलिकति कडा खाएर बिहानको लागि फ्रेस बनाउनको लागि आज म बनाउँदैछु नन अल्कोहलिक भर्जिन मजिटो। फर्स्टमा तपाईले लेमन लिनुहोस्, स्लाइस लेमन लिएर तपाईले यसको लागि रिम बनाउन सक्नुहुन्छ, विदाउट रिम पनि गर्न सक्नुहुन्छ। म चाहिँ तपाईहरुलाई रिम बनाएर देखाउँदैछु। पहिला रिम बनायो। यो चाहिँ बेलुकाको अलिकति तपाईहरुले देख्नुभयो होला रिम बन्यो। यसमा तपाईले ल्याउन सक्नुहुन्छ पहिला लेमन। यो चाहिँ नन अल्कोहलिक बेस हो। तपाईले यो घरमा मजाले बनाएर खान सक्नुहुन्छ। अनि तपाईले आइस क्यूब गर्नुहोस्। यो तपाईको आइस क्यूब भयो। अनि लेमन 2-3 वटा साइडमा हाल्नुहोस्। यो चाहिँ तपाईले घरमा जहिले पनि बनाएर खान सक्नुहुन्छ। अनि तपाईले यो सोडा हो, यो चाहिँ सोडा। अनि यसमा सुगर एड गरेको छ अलरेडी। यो चाहिँ वेस्टर्न सोडा हो। अनि तपाईले यो मिन्टलाई चाहिँ बेसी म्याच गर्दा पनि हुन्छ, हातले उयो गर्दा पनि हुन्छ। अनि तपाईहरुले यो गरेर एकपल्ट स्ट्रोल लगाइदिने। कति लिमिटले कति खाइसक्नुहुन्छ त्यो अनुसार चाहिँ तपाईले हाल्नुहोस् होला। यो चाहिँ मेरो भर्जिन मजिटो। तपाईहरुले यो नन अल्कोहलिक बेस जसले पनि लिन सक्नुहुन्छ। धन्यवाद।